चौरियाको मासु गुड मर्निङ गाइज हजुरहरूलाई स्वागत छ मेरो गोले ब्लग्समा। ल अब हामी चाहिँ मुस्ताङ ट्रिपमा हामी सेकेन्ड डे। अब आज चाहिँ हामी हिजो बसेको तातो पानीमा रहेको होइन के भन्छ तातो पानी स्थित त्यसका चाहिँ म्याग्दीजीलाई गयो तातो पानी स्थित हिमालय होटलबाट। आज हामी बिहानै कति 6:30 बजे हामी चेकआउट हुन गइरहेको छ। लगाइ अब चाहिँ हामी निस्क्यौँ होइन। अब हामी चाहिँ अब एकैचोटि बाटोतिर भेट्छौँ। यो सबै सामानहरू सब प्याकस्याक भइसक्यो, सब केटा रेडी भइसक्यो है। अब म पनि रेडी भइसक्यो। अब हामी सिधै भेटौँ ल बाटोतिर। लगाइ अब हामी चाहिँ निस्क्यौँ है। अब हाम्रो यात्रा भनेको सिधै अप्पर मुस्ताङै हो। हामी हिजो बसेको होटल चाहिँ यही हो है, होटल हिमालय रेस्टुरेन्ट बार है। दामी छ हो तर खाना चाहिँ महँगो। अब हुन ठाउँ महँगो भएर क्या पनि खाना चाहिँ डेन्जर महँगो यार, अनएक्सपेक्टेड पाराको महँगो छ यार ठाउँ चाहिँ। अलिअलि बाटो चाहिँ अफर टाइपको पनि रहेछ क्या, ठ्याक्कै तातो पानी पर्ने बित्तिकै। तपाईँहरू चाहिँ यदि आउन चाहनु नै हुन्छ भने चाहिँ कसैले पिक टाइममा आउन चाहनुहुन्छ भने चाहिँ साँच्ची है त्यो अनेक भन्नु प्लिज 2-3 दिन अगाडि नै होटल चाहिँ बुक गरेर आउनु क्या, नत्र भए त बिजोगै हो। नत्र भए त ल गाइज ल यो हामीहरू चाहिँ हो यो फिल्ली हामी पुगिन्छ। हामी जाने भनेको सिधै कि कागबनी बसेर हामीले खाना खाइन्छ कि हामीले मुक्तिना बसेर खाना खाइन्छ। हामी अन्त कहीँ बस्दैन, जङसम्म बस्दैन, हामी कहीँ बस्दैन, हामी सिधै हो। अब हामी सिधै निस्किने हो। कस्तो हावा चिसो है त्यो हिमाल हेरेर ओ माइ गॉड हिमाल त लास्ट के भनौँ यार सिन त्यो हुन्छ नि अब एकदम त्यो भ्यू त साँच्ची क्या अनफर्गेटेबल क्या, बवाल छ यार साँच्ची। सिन चाहिँ त्यो नसोचेको छ क्या हुँदैन त्यो के सिनहरू चाहिँ। अब हेर्नु ल उता वान एट अब बनिन्छ क्या बाटो क्या, हेर्नु न बाटो सागर छ उता गाडी ल्याएर बसिदिनु पर्छ क्या, अनि सारिदिनु पर्छ। अन्त यस्तो छ एकदम केयर गरेर चाहिँ आउनुपर्छ क्या। यार बाटो जमसम्म पुग्छ। ओहो के यो आमा डेन्जर छ हो गोल त। बाटो चाहिँ सही हो क्या, अनि बाटोको साथमा त्यस्तो हेर्नु न डाँडा टाढा तरफ टाढा आहा सुन्दरताले भरिएको देश भन्छ नि नेपाल कसम। यो त साँचो कुरा नै हो क्या, चिसो आहा है पछाडिबाट न्यानो तातो घाम लागेको छ डाँडा। अब के चाहियो भन्दा ओहो साइडमा हेऱ्यो काली गण्डकी गुटुङ गुटुङ गरेर ल अब पछाडि सक्यो नि। अब फेरि अबबाट आहा क्या, अफरोड पनि धेरै छैन कि, अब अलिअलि मात्रै होला क्या यो पनि पक्कै पनि। सक्नुहुन्छ कि हजुरहरूले हेर्नु छैन क्या एकदम राम्रो बाटो छ यो। फाइनली हेलो हुन्छ रुप्से झर्ना आइपुग्यो। फाइनली गाइस रुप्से झर्ना आइपुग्यो। यहाँ अलिअलि फोटो सुट नै हान्नु पर्ला। बाइक त्यस्तो साइड लगाएर हेरौँ त के हुन्छ। ल यो चाहिँ यो रुप्से झर्ना चाहिँ पछि हामी फर्किँदाखेरि चाहिँ मजाले बसेर हुन्छ कसरी हुन्छ यो फोटो सुट सब गरौँ ल। फिलहालको लागि चाहिँ हामी चाहिँ निस्केको, किनभने हामीलाई जसरी नै हामीलाई लथाङ हामीलाई पुग्नै छ, हामीलाई जसरी नै हामीलाई जसरी पुग्नै छ। त्यही भएर किनभने त्यो रुम पाउनु नपाउनु थाहा छैन होइन। त्यो भन्दा बरु उता माथि गयो भ्याम माथि ठाउँ गएर भइसकेपछि मात्र आएर झर्ना हुन्छ यो जेसीको भएको चिज पनि राम्रोसँग एक्सप्लोर गरौँला है साथी। ल
साथी हो हामी चाहिँ निरन्तर यात्रामै छ है अन्त यहाँ पनि पहिरो गएको रहेछ अन्त अर्को मात्रै सम्झिने हो त्यही भएर बेलामै आउनुहोस् सिजन टाइममा आउनुहोस् जस्तो सुकै प्याकै भयो भने त ट्राभल गर्न राइड गरेर त सजिलो हुन्छ नि त टोमसम्म अब हाम्रो यहाँबाट रहेको छ जम्मा 34 किलोमिटर यस्तो चिसो आहा सर लाएर होइन सही हो ल यहाँ चाहिँ के रहेको छ भने पक्कै लाग्छ हो पर्मिटहरू सम्झि के देखाउनु पनि होला सायद यहाँ चाहिँ है हस् सायद हस् ल यहाँ चाहिँ यस्तो रहेछ है बाटो ल यहाँ चाहिँ ल ल हामीले चाहिँ यहाँ इन्ट्री गर्नुपर्ने हुन्छ इन्ट्री गरौँला त यहाँ चाहिँ ल फर्स्ट यता जानु पर्दो रहेछ फाइनली हामी चाहिँ यहाँ चेक पोस्टमा बसेर इन्ट्री गरायो त्यसरी निस्क्यो यहाँ भिडियो चाहिँ खासै बनाउनु पर्दो रहेछ त्यो बनाउनु पाइहाल्छ नि ल त हामी चाहिँ निस्क्यौँ ल साथी हो अब हाम्रो यात्रा चाहिँ निरन्तर नै रहनेछ फेरि पनि यहाँ चाहिँ जे होस् चेकपोस्टमा चाहिँ इन्ट्री गर्नु पर्दो रहेछ अनि बाइकमा कतिजना भने त्यस्तो सँग त्यो ड्राइभरसित कतिजना छ भने त्यो सोद्धो रहेछ यस यहाँ चाहिँ एउटा चाहिँ के रहेछ भने गुण चाहिँ लानु पाउँदो रहेछ यताबाट जस्तो चेकपोस्टबाट यता चाहिँ यता राम्रो मुखले छ भन्यो भने चाहिँ यहीँ राखेर पछि रिटर्न फर्किँदाखेरि दिँदो रहेछ बाई चान्सले अब उतै गरेर समात्यो भने उतै जमत गरिदिँदो रहेछ क्या हिमाल हेर ओ माई गडनेस बास एक 20 साल त फोटोसुट त हान्नु पऱ्यो यार यो त साइड लगाएर भए पनि लगाइछ हामीले यसो एक दुईवटा फोटोसोटो पनि हान्यो अब चाहिँ त्यो हिमालय हेरेर हाम्रो यात्रा फेरि निरन्तर गर्ने नै छ है त ल साथी ल चाहिँ सुरु भएको जस्तो लाग्यो हो मलाई त यो डेन्जर अफर छ यो त डेन्जर अफर छ यो त भनेको त अलिकति रहेछ 50 मिटर जम्मा 50 मिटर साथी हो जम्मा 50 मिटर दुःख गर्नुहोस् त्यसपछि ल्याएर यस्तो सिन मजाको सिन फेरि पनि हेर्न तपाईँहरूले सक्नुहुन्छ 50 मिनटको तपाईँको अफरोड 100 गुणाको तपाईँको यति राम्रो आँखालाई शीतल दिने खालको हिमालको भ्यू रहेको छ यार ओहो यो ओ माई गॉड यो हो नि त तरिका साथी हो यो हो नि त तरिका हेर साथी हो हिमाल मजाले घरमा बसी मेरो भिडियो हेरी भए पनि हिमालको चाहिँ फुल्ली रूपमा इन्जोय चाहिँ गर्नुहोस् है त साथी हो जति हिमाल नजिक त्यति चिसो बढ्दैछ है साथी चिसो चाहिँ बढ्दैछ है किनभने यस्तो कपडा लाउँदाखेरि पनि चिसो अहिले फिल हुँदैछ चिसो हावा होइन त्यो फिल हुँदैछ जस आनन्द छ मौसम हेर्नु पऱ्यो अरे साथी हो अन्त हामी छैनौँ भने आइपुग्यो सबै हिमालकै रहेछ नि सबै हिमालकै रहेछ नि यार अब यो के नपुरा रहेछ म त सबै त हिमालकै रहेछ नि त यार यहाँ पुरै टिकटक बनाउनु भइरहेको छ पुरै साथी देखेको जसको साथी देश रमाइलो छ साथी वाउ मात्रै छ कि मात्रै वाउ मात्रै छ होइन बाटो यस्तो राम्रो त्यो माथि के भन्नु ल यस साथी हो रमाइलो गर्दै हामी चाहिँ हिँड्दैछौँ रमाइलो गर्दै हामी हिँड्दैछौँ है
हामी चाहिँ लोटे मुस्ताङ होटलमा आइपुग्यौँ होइन साथी हो यो हुँदैछ नि साथी यो हुँदैछ अहिले 26 किलोमिटर जम्सन बाँकी छ अझै सबैजना च्याप्प त्यो त्यसलाई हल्का फोन गऱ्यो फोटो खिच्यो भिडियो बनायो यो रहेछ हाम्रो लोटे बजार है साथी हो लोटे बजार रहेछ हाम्रो लोटे बजार त पनि रहेछ होटलहरूको रहेछ है होटलतिर पनि ताजा राम्रो हो कस्तो दामी ठाउँको लोटे बजार साह्रै राम्रो एकदम क्लिनहरू नै ल ओहो यो पनि छैन ठाउँ त त्यस्तो राम्रो भइहाल्यो नि ल यहाँ पनि के चेक पोस्ट हुनु भइसक्यो होइन हामी साथ इन्ट्री गराउनु पनि भइसक्यो यहाँ पनि ल मेरो जीवनमा पनि गयो अब हाम्रो अर्को भाइ गएको छ अर्को भाइ पनि गयो है त ल अर्को भाइ पनि गयो है त ल साथी हो बास यो हो शैली ल गरा इजी हो केयरली गरा एकदम ध्यान दिएर पर्ने होइन अफर पनि छ है साथी अफर पनि छ अफर छ है साथी यो अलिकति मात्रै फेरि जहाँ पनि त्यो अलिकति मात्रै क्या त्यही 20-50 मिटरको मात्रै हो अफर त्यसपछि तपाईँले यस्तो बाटो देख्न सक्नुहुन्छ क्या छिट्लो बाटो भन्दा पनि कालो बाटो एकदम राम्रो बाटो भनौँ न किन उबर भन्नु यो नै सही हो नि त मुस्ताङ जिल्ला सुरु हुँदो रहेछ है मुस्ताङ जिल्लामा यहाँहरूलाई स्वागत गर्दछु भनेर चाहिँ लेखाहरूले गर्दा होला साथी हो केटाहरू इन्जोयको साथमा हिँडिरहेको छ सबै चाहेको यो त इन्जोय चाहेको त हुनु साथी हो होइन लास्टमा इन्जोय गर्ने हो साथी हामीले फाइनल्ली कोबन भन्ने बजार आइपुग्यो ल यो चाहिँ कोबन बजार कटेर चाहिँ खन्ती बजार आइपुग्दो रहेछ ओहो साह्रो राम्रो ठाउँ यो ओहो के ठाउँ यो वाह साह्रो मन पर्यो ल मेरो अरू भएर मम्मी भाइ पनि गयो त ल ठिकै छ यो हामी चाहिँ जहाँसम्म लाग्छ जमसम आइपुग्न लाग्यो जस्तो लाग्छ है जहाँसम्म चाहिँ जमसम आइपुग्न जस्तो लाग्यो हेरौँ आउनु त पर्ने आउने बेला त भयो जमसम त रमाइलो छ हो डाँडा पाखा हेर्दै होइन हिँड्न डुल्न खुब मजा आइरहेछ जमसममा त जलको अफर रहेछ क्या के अरे घरफजोङ गाउँपालिकामा यहाँहरूलाई स्वागत गर्दछु अरे सही हो साथी यो रहेको छ मार्फा गाउँ है साथी हो ल यो रहेको छ मार्फा भिलेज है त्यही डाँडा त्यही गुम्बा हो यो मार्फा ठाउँ भन्ने चाहिँ यो मार्फाको पर्ने बित्तिकै चाहिँ
हाम्रो आउँदो रहेछ यस्तो अफरोड कहाँसम्म कुनै थाहै छैन तर जस्ट अफरोड रहेछ यार हामी चाहिँ जोमसोम एयरपोर्ट आइपुग्यो त ल हामी जोमसोम एयरपोर्ट आइपुग्यो जोमसोम गल्ली पनि दामी गल्ली रहेछ यो हो जोमसोम बजार चाहिँ हो साथी है हाम्रो जोमसोम बजार चाहिँ यही हो ठिक छ वाउ यो नाइटमा कस्तो राम्रो देख्ला है यो है ल साथी यो रहेछ जोमसोम बजार है त ल आनन्द लागिरहेको त ल सो र स्याउ मजाको छ हो मजाको छ जोमसोमको स्याउ ठिकै छ पछि के गर्नु पऱ्यो भने यसो किनेर लगाउनु पर्ला घरतिर चाहिँ तर मलाई चाहिँ होइन बोटेबाट चाहिँ टिप्न मन लागेको छ क्या बोटेबाट टिपेर च्याट लगाएर खान मन लागेको छ आराम कहाँ पाइन्छ ल यो साथी जोमसोम बजार पनि हो जोमसोम बजारको बाट देखिने डाँडाकाँडाको यो के हो घर गाउँपालिका अरे कस्तो दामी हो गाउँपालिका यार ओ माय गॉड माथि धेरै हिमाल छ साथी ल अब हामी चाहिँ पेट्रोली रूपमा चाहिँ जोमसोम बजार चाहिँ छोड्यो है त हामी चाहिँ जोमसोम बजार नि कट्यो जोमसोम बजार कटिसकेपछि अब मलाई जहाँसम्म लाग्छ हरियाली चाहिँ हामी देखिनु होला अब है जहाँ हेऱ्यो पनि यस्तै देखिन्छ होला सायद है अब हामीले हरियाली चाहिँ देखिँदैन जोमसोमको चिसो हावाको फिल मजा लिने बस के भयो ए बाटो म त फोटो खिच्नु खोजेको हस् ल फोटो खिच्नु है ल हरियाली देखिँदैन हरियाली नदेखे पनि त मजाको सुन्दर देखिन्छ नि त साथी हो आनन्द लगाएर साथी हो डाँडाकाँडाको बिचमा यस्तो बाटोको अगाडि यस्तो ठाउँ कस्तो सुखा हो नि के छैन बोर्ड केही छैन हो के हो भगवान् हो क्या परमेश्वर रक्षा गरौँ है बन्दै हुँदो रहेछ यस यो रहेछ कागबेनी यो नजारा हेरौँ नजारा कति राम्रो बोटहरू कति राम्रो रुखहरू आहा रङ्गिन जङ्गिन हामी कागबेनी बजार कटेर पनि परसम्म आयो आइसकेपछि अब हाम्रो चुसाङ भन्ने गाउँ आइपुग्न लाग्यो चुसाङ भन्ने गाउँ आइपुग्न लाग्यो वाउ नजारा त साँच्ची के यार दामी के बाटो यस्तै राम्रो छ ओहो अब चाहिँ अफरोड सुरु भयो जस्तो लाग्यो यार अब चाहिँ अफरोडै भयो जस्तो लागिसक्यो मलाई चासो लाग्छ यार तर बवाल मजा आइरहेछ नयाँ चिज गर्न पायो नि त हामीले त्यो के भन्छ एक्सप्लोर गर्न पायो नि त होइन नयाँ चिज के ल बस साथी अफरोड साथीहरूको बाइकले तानेन अरे त्यो अरे बन्दी भाइले चाहिँ मेरो बाइकमा राखेको अब खै मेरो बाइकले तान्दा त तानिरहेछ तर यस्तोमा सकेसम्म चाहिँ डबल भन्दा नि सिङ्गल आएको चाहिँ राम्रो सिङ्गल बाइकमा आएको चाहिँ किनभने बाइकको प्रेसर नपरिसकेपछि भार नपरेपछि बाइक बिग्रिने चान्स त कुनै हुन्छ
त्यो हेरौँ के भइरहेछ अफरोड कटेर चाहिँ अब हामी छुसाङ गाउँ आइपुग्यो होइन छुसाङ गाउँमा आइपुग्यो है अफरोड साह्रै अफरोड के यार ठ्याक्कै छुसाङ गाउँ पनि आइपुग्यो छुसाङ गाउँमा आइसकेपछि हामी ट्याक्क लिएर खाजा खान लागेको हामीले खाने ठाउँ चाहिँ हो है त ल खानासाना खाएर छुसाङ गाउँबाट चाहिँ हामी बिदाइ भयो कसम भेज खानाको 450 हो आम्माम्माम्मा नसक्ने खानेको चाहिँ लास्ट महँगो क्या यतातिर चाहिँ त्यही हो अरू त के भन्नु र ठलान साह्रै हुन्छ नि त हुन त बिचरा अब आउनेको टाइम लाग्छ आउनु कति गाह्रो छ बाटोहरू यस्तै छ सर यो अब चाहिँ मेन मुस्ताङ भनौँ मुस्ताङमा अफरोड बाटो चाहिँ सुरु भयो क्या भनौँ चाहिँ अघिबाट सुरु त भएको हो तर भनौँ चाहिँ मुस्ताङमा चाहिँ अब भनौँ न अब चाहिँ अफरोड मजाको छ अफरोड पुरै अफरोड हो यो टाढा पुरै अफरोड टाढा अब यस्तै बाटो अब अप्पर मुस्ताङमा पुग्नुन्जेलसम्म बाटो त यस्तो डेन्जर कि पुरै छोडिदियो यार थाहा त्यो मुनितिर देखेको सबै डाँडाहरूको चाहिँ हाटमा चाहिँ हामी आइसकेको रहेछ क्या बवाल छ बवाल ठाउँ चाहिँ अप्पर मुस्ताङको मेन बिग्रेको बाटोहरू कि यही हो पाङ्रा डुब्नु जस्तो दुलखाया पाङ्रा डुबेर दुलखाया पुरै फसेर तिमीलाई ढोक्दै थिएँ आज ल भाइ यहाँ सक्दैन हेर्नु फसी बसिरह जीवन अजमर भाइ भाइ फसिरहनु यार यो कुदाउने यो एक्सट्रिम बाटो
यो गरेपछि त राम्रो छ त्यहाँ मेरो भाइ भएर कि यार त्यो एउटा पाङ्ग्रो डुब्नु चाहिँ छ क्या खल्टो पनि बुलो पनि पाङ्ग्रो चालान डुब्छ रहेछ कि त्यहाँ पाङ्ग्रो चालान डुबिसकेपछि त अनि यस्तो हुँदो रहेछ केटाको जानु पऱ्यो यो एक्सट्रिम त्यो हावा चल्छ यो बाइक लडेको कि के छैन कसो डेन्जर अफोर्ड यो त तपाईँको यो दिदी होइन कति ल पाङ्ग्रो डुब्ने खालको क्या मेरो ठुलो देखा साथी हो पुरै बाइक देखाउनु पर्छ एउटा बाइकलाई यसो देखाउनु पर्छ बुझेको I can't believe this here. Such a so hard. बाइक चलायो के छैन मान्छेले चाहिँ के भएन क्या मनको फुल त्यही कुरा पाङ्ग्रो डुबाउने यार एकैछिन साथीहरू अब रेस्ट गर्छु अन्त चाहिँ बल्ल निस्किने हो अरू कुरो चाहिँ के भएको भने त्यो ठ्याक्क तपाईँको त्यो बाइक एउटा भाइको बाइक त्यो जीवन बाइक लड्यो भने नि त्यो ठ्याक्क सबैजना आत्तियो भनेर चाहिँ आफ्नो बाइक छोड भन्यो नि आफ्नो बाइक नि लड्ने पुरै यस्तरी समातेर राख्नुपर्ने होइन समातेर आएको पनि छ उसलाई पछि भाइको बाइक लड्यो लडिसकेपछि अब हतार गर्दाखेरि त तपाईँको त्यो जुन अरू भाइ भयो नि उसलाई त थाकेको चाहिँ अब हतारको बेला डोरफुट यताउता गरेको थियो त्यस्तो गर्दाखेरि चाहिँ उसलाई थाका लाग्यो जब थाका लाग्दाखेरि चाहिँ तपाईँको चाहिँ सास फेर्न गाह्रो भएको अरे क्या मैले तपाईँ हामी यस्तो हामी एकदम के भन्छ अरे हामी हाई एल्टिट्युडमा आइसकेपछि त तपाईँ अभियसली तपाईँ त्यस्तो हुने त चान्स त म्याक्सिमम् हुन्छ त्यही माथि हामी थाकेको छ थाकिसकेपछि त्यो त स्वाभाविक कुरो एकैछिन त्यो बाइक सबै त अलिक पर लिएर आएर त्यहाँ राखिसकेपछि सबैजना हेलमेट सेलमेट खोलेर एकैछिन हाम्रो सास लियो अनि त्यसपछि ल ठिक भयो त भन्छ अघि त कस्तो आर्थिक राईमा भनिरहेको थियो कि त्यो सोगाइ चाहिँ एकदम केयरफुली जानु पऱ्यो ग्रुप आउनु भएको छ भने चाहिँ त्यो ठाउँबाट चाहिँ तपाईँको पाले पाले गरेर चाहिँ क्रस गर्नु पर्यो होला है नत्र त बुझेको साथी हो यही हो अप्पर मुस्ताङ भन्ने चिज यही हो त्यो पुरै हिमाल यति राम्रो भ्यू खोइ मेरो साथीहरू त यार कहाँ बसेको हो कि के हो यो कुरा साथीहरूलाई फोन जानु पऱ्यो यार साथीहरू भाइहरू सबलाई अरू पठाइदिएँ मैले अनि त्यहाँ म एकैछिन बसेको थियो त्यसपछि निस्किएको अझै कहाँ लो लमन थाल्नु त 28 किलोमिटर छ अरे यार यस्तै बाटो 28 किलोमिटर बोल्दा पनि आशा लाग्छ यार त्यो हिमालय बाटो चाहिँ कसम हामीले जुन सोचेर आउँछ नि अल्फर्दल नि बा त्यसको त बहु छ हो बाटो त बहु हेलो गाइस है हामी चाहिँ एकदम थाकेर यहाँ एकदम ओपन ग्राउन्ड जस्तै थियो
यहाँ एकछिन हाम्रो बाइक चाहिँ माथि राखेर अनि अहिले हामी चाहिँ यहाँ बसिरहेको छौँ यसरी बस्ने हो आनन्दलाई फिल लेख्दै सही हो यहाँ घाम लागेको छ है गाइस नजारा चाहिँ हेरौँ न ल हिमाल छ अगाडि बहुत मजा आयो जिन्दगीमा पहिलोचोटि यस्तो एक्सपिरियन्स चाहिँ लिन पायो त्यही ठुलो कुरा हो गाइस किप सपोर्ट है गाइस ओके हामी बाटोतिर भेटौँ ल इसके ताहे थाहे न मैन वर्सेस मुस्ताङ हजुर हमको जरा सी पसंद नहीं है तो स्किप मत करो लाइक शेयर कमेंट सब्सक्राइब करो बन्द गर्ने अहिले होइन ल फेरि वान्स मोर दाइ वान्स मोर हान्दिनु न वान्स मोर म्यान भर्सेस मुस्ताङ ल गाइस अब चाहिँ हामी रेस्ट गऱ्यो अब डालो बोल्न ल गाइस अब हाम्रो यात्रा फेरि सुरु भयो है त हामी अघि रेस्ट गरेको ठाउँबाट चाहिँ हामी ठ्याक्कै कहाँनिर आयो भने हामी साङबोसेन आएछ कोराला चाहिँ 72 आवर्स 72 किलोमिटर ओ माई गॉश cannot believe this यार अफरोड चाहिँ नसकिने भयो अलिकति त पिचबाट पाएको हुन्थ्यो त आमा के भनौँ न है बाटो पागलै बनाइसक्यो बाटोले त आमा हट केले पानी कति हो 50 दुईटा लिएर आएको दुईटा ल्यायो भने दुईटा पुग्छ पानीको 50 रुपियाँ यार मा कसम अर्धमा दिएर अरे सोल्टी पानी 50 रुपियाँ कसम Oh my gosh केही छैन तर यस्तो ठाउँमा त हुन्छ पर्छ पनि एक ठाउँ बस्नु पऱ्यो पानी सानी खानु पऱ्यो भने फेरि आउने सडक गलाएर राइट हान्नु पर्यो बाटो बनायो यार बाटो कसम यार बबाल हेलो हामी कहाँ थाहा छैन भूमिको बिचमा भाइ थाहा भाइ यो डाँडै पाखा भएको हामी कहाँ थाहा छैन बसेर चौचो खाँदैछु छौँ हामी चाहिँ मजाले यात्रा निरन्तर रहिरहेको छ हामी जहाँसम्म लाग्छ कोराला पुग्ने सपना चाहिँ एकदम नाजुक देखिसक्यो हामी गएर बस्यो भने लोमाथाङ गएर बसिन्छ हामी अब त्यही हो रमाइलो चाहिँ रमाइलो भयो एकदम इन्जोयको साथमा यो भ्यूको साथमा चारवटा साथीभाइहरू हुँदाखेरि मजै छुट्टो छ ल गाइस अब यहाँ बसेर तेल सेल हालिन्छ केटा जाडो कस्तो भइरहेको जाडो जाडोको
चाहिँ पुरै नगर्नु हेर हात कालो हो क्या दाइ कस्तो भएर जाऊ जाडोको त कुरै नगरिने हुन्छ त यार ल चङ्की भाइ 2 शब्द -10 डिग्री सेल्सियसमा गइसक्यो पानी त्यस्तो हो हात निकाल्न मन लागेन छोटले 14 थामाइदियो एकदम सही हामी चाहिँ टक्क ट्याङ्सन फुल गराएर फोटोसोटो हालिसकेपछि यसो हल्का खाएर पानी खाएर अब चाहिँ हामी एउटा होटललाई फोन गरेको रुम चाहिँ छ अरे यता केटाहरू सोध्नु पऱ्यो केटाहरू चाहिँ भन्छ कि ममनथाङसम्म पुग्नु भन्छ ममनथाङसम्म पुग्नुको लागि त हामीसँग टाइम पनि छैन त्यहाँदेखि उता रुम पनि पाउँदा पाएको सोधेको 2500 भन्नाले रुमको कति मन खोज्यो अब हेरौँ यहाँ मुनि पऱ्यो रुम पाहा एकचोटि सोधौँ सेम जस्तो प्राइस हो भनेदेखि ममनथाङले पुग्छौँ नत्र भए हामी यतैतिर बस्ने गर्छु अब केटासँग सल्लाह गरौँ 2टा केटा उता बारी गरौँ उताको छ अनि त्यसपछि थाहा हुन्छ कसम बाटो चाहिँ पागल छ बाटो चाहिँ पागल छ यतै होला है यति त बाटो फरक रहेछ यता कोराला लोमथाङ यता रहेछ त्यो होटल चाहिँ 2 किलोमिटर जाने 7 मिनट हो गएर 7 मिनट हुनुपर्छ हामी त म चाँडो पुगिहाल्छ त अर्को होटल छ नि त्यो सुनगढी भन्थ्यो नि 2500 भनिदिएको त्यो होटलमा नि 5 किलोमिटर छ अरे लोमनथाङबाट भित्रबाट 5 किलोमिटर हो र म यहीँ छिरो मात्रै हुँदो केटा यता बस्नु यस्तो सिनहरू पनि छ अरे यस्तो सिनहरू पनि हेर्न देख्न बोल्नु हुन्थ्यो यार के पैसा 500 रुपैयाँ हो कि हेरेको दाइ हाम्रो त्यहाँबाट किन लोमथाङ पुग्छु पुग्दैन हाम्रो लोमथाङ चाहिँ पुग्छ त्यहाँबाट भर्खर त्यहाँबाट जान मिल्छ मिल्दैन सोधेको क्या बस्यो भने ए हाई त्यो मेन हाई छुनु पर्दैन झन् नजिक पर्छ हो हजुर हजुर साँच्चै यो छुट्टिने बाटो निलो रहेछ त होइन तपाईँको यता छिनी बाटो रहेछ है हामी चाहिँ लेफ्ट साइडबाट आउनु पऱ्यो दा रुम कसरी दिनु भएको त हजुर ल दाइ ल त्यो आउँछ त ल गाइस हामी चाहिँ अब होटल फिक्स भएर हामी तल बस्ने भयो हामी लोमनथाङ चाहिँ पुगेन आज हाम्रो जुन सोचेको थियो कोराला हामी त्यो अहिले एचिभ गर्नु पाएन त्यो ठाउँ किनभने हामीसँग टाइम पनि अब कमै थिएन बेलुका गएर नि कोराला खासेर पुग्न त पुग्छ तपाईँको पुग्न त तपाईँको 1 घन्टा 1.5 घन्टामा हामी कोराला त मजाले पुग्छ पुगेर मात्रै भएन नि पुगेर त्यहाँ अँध्यारोमा के गर्नु अलि उज्यालो हुनु पऱ्यो रमाइलो हुनु पऱ्यो होइन त्यही भएर अब घुमाउँ न आएको छ नयाँ नयाँ ठाउँ घुमाउँ त्यही त नि अब त्यही भएर हामी चाहिँ अब यतातिर लागेछु मुनितिरै बस्न आँटेको माथि भोलितिर जम्ला त्यो साथी हो यो ल
होइन हो ल हामी फाइनल्ली आइपुग्यो र होटल हामी अब हामी यतै स्टे गर्ने हो अब हामी यतै स्टे गर्ने हो ल हामी यही बस्ने ठाउँ ल हेलो नानीहरू हेलो 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 नाम के होला हजुर रो एकैछिन रोग नानीहरू पुरै लजाएर गइदिरहेको होइन क्या केही छैन मेरो राख्छु खोइ मेरो बेटा हेलो हाई भन हेलो भन हेलो भन हेलो अम्बो हेलो नमस्कार है फेरि पनि तपाईँहरूलाई हामी चाहिँ फाइनल्ली रुमभित्र चाहिँ चेक इन गरेर बस्यो च्याट्टो लगाएर कपडा सडा लगाएर नसोचेको होइन कि सोचेको भन्दा नि बडी चाहिँ जाडो रहेछ त्यो के छ केटा कस्तो लागिरहेको त नि जाडो ठुमको ठुमको छ जाडो पागल भन्नै पर्दैन देखिरह जति भन्नै पर्दैन कि देखिरह बवाल जाडो लागिरहेको छ है हामी के अरे लामाङथाङ है के अरे बरु हामी भन न वास्तवमा हामी चाहिँ लोमङथाङ गएर चाहिँ बस्ने भन्ने कुरा गरेको थियो तर हामीसँग अलिकति टाइम पनि पुगेन अब त्यही कारणले गर्दाखेरि हामी यता डाकमार भन्ने ठाउँमा चाहिँ बसेँ त्यही हो अब यहाँबाट सिधै भोलि चाहिँ हामी पुगिन्छ अरे होइन हामी सिधै पुगिन्छ कोराला बोर्डर पुगेर कोराला बोर्डरबाट सिधै फर्केर चाहिँ हामी मुक्तिनाथमा सायद बस्छु होला त्यही हो आज दिन त यसरी नै बित्यो अब हजुरहरूले भिडियो हेर्ने नै भइहाल्छ अब जाडो चाहिँ डेन्जर छ है ल एउटा मन्दी भाइलाई छोड्नु भएन नि कस्तो लागिरह रमाइलो लाहा रुगाला जाडो भयो रमाइलो लागिरहेको रुवाउनु आइरहेको छ होइन ओके ल हजुर गाइज ल अब चाहिँ हामी अब चट्ट लगाएर बसिन्छ भोलिबाट भोलि दिउँसो भोलि बिहानबाट चट्ट निस्काउँला त ल आज चाहिँ आजको दिनको भ्लग चाहिँ यहीँबाट चाहिँ क्लोज गर्न चाहन्छु ल साथी हो प्लिज डु सब्सक्राइब like comment yes also share okay guys okay good night guys नाइट हामी चाहिँ खाना खाइरहेको छु है जिन्दगी पहिलोचोटि चौरिएको मासु दाल त पर्दैन यो सब्जी ल्याइदिनु न आलुको बरु कुन सब्जी आलुको अलिक सार हुँदो रहेछ है सुकुटी त साह्रो नभए गिलो हुन्छ है दामी कता तिमीलाई चौरिएको मासु सेम भइसक्यो है मन्दिर उता दामी रहेछ गाइस हामी खाना खाँदैछौँ हामी खाना खायो त